हेलो नमस्ते एभ्रिवान, दिस इज मी समीर। अनि फेरि धेरै पछि भिडियोमा स्वागत छ। यो चाहिँ कोरिया भ्लग एपिसोड 3 हो। अनि एपिसोड 2 सम्म चाहिँ हालिसकेको छ, हेर्नु होला के कस्तो हुँदैछ। अनि आज फेरि यो 3 एपिसोडमा चाहिँ सबैजनालाई स्वागत छ। अनि सबैजनाले च्यानललाई सब्सक्राइब पनि गर्दै गर्नु होला गाइजहरू, हैन। अनि आज चाहिँ हामी जाँदैछौँ साइक्लिङ। अनि मसँग हुनुहुन्छ त्यहाँ अगाडि सुरेन दाई। भाइ चाहिँ पुरा स्पिडमा जाँदै हुन्छ। सुरेन दाई के छ, कस्तो छ? बवाल छ। ल ठिक छ, दाइ र म चाहिँ साइकलमा जाँदै हो आज चाहिँ। गाइज हामी चाहिँ यहाँ माथि आइपुग्यो। दाइ अगाडि जाँदै हुन्छ, म यहाँ उकालो छ, डेन्जर उकालो। यहाँ कटाउनु भनेको सकिएन। अनि यहाँनिर चाहिँ फुलहरू हल्का फुल्न थालेछ। अलि पछि चाहिँ यिनीहरू सबै फुल्ने होला। अहिले हामी खास आउनु भने चाहिँ आउनुको खोजेको चाहिँ यो फुलहरू कतिको फुल्यो, फुलेको छ छैन त्योहरू हेर्न पनि हो। अनि त्यस्तो मजाले फुलेको छैन रहेछ। हामी चाहिँ अहिले यो धेरै माथि आइपुगिसक्यौँ। अब यहाँ चाहिँ अगाडि दामीको छ, फोटो खिच्ने ठाउँ छ, पिङ खेल्ने ठाउँ छ। स्विमिङ गर्न मिल्छ? स्विमिङ गर्नु चाहिँ मिल्दैन होला, थाहा भएन। यहाँबाट सट्टै कटेर जाँदैछु। के हो यार, त्यहाँ हिँड्नुपर्छ ल। आज हामी यहाँ बिदामा चाहिँ यसो बिदामा आएको। पछाडि समीर भाइ छ। I can provide a description since you mentioned no vocals or lyrics. ल गाइस हामी चाहिँ यहाँ पिङ भएको ठाउँमा आइपुग्यो। पिङ खेल्यो दरसँगले, हातसात पुरा दुख्यो, थाकिरहेछ। अनि जोस् रमाइलो भयो। दाइ उता हुन्छ, घाम कडा लाग्यो, लास्टै कडा लाग्यो घाम चाहिँ। अनि पुरा पसिना आइसक्यो। ब्याक साइडमा चाहिँ ताल छ। अब हामी यसो फोटोसोटो खिच्छौँ। हाम्रो सुरेन दाइलाई चाहिँ अझै पनि रहर पुगेको छैन। खेलेको खेलै हुनुहुन्छ त्यहाँनिर। अलि मचिनु न दाइ। यस्तो छ, रुखमा बनाएको छ पिङ चाहिँ। लास्ट बबल छ। हामी चाहिँ फाइनली अब यता तल आइसक्यो। जहाँबाट गयो त्यहीँ फर्केर आइसक्यो। दाइ यता हुनुहुन्छ। अनि दाइ के भन्न चाहनुहुन्छ, आजको यात्रा कस्तो भयो समग्रमा? यात्रा रमाइलो भयो, अलि थकित पनि भयो। लङ टाइम पछि बाहिर निस्केको भएर अब थकान चाहिँ यो चिसो अनि ब्रेड खाएर चाहिँ अलिकति थकान कम गरिरहेको अवस्था। ओके, अब फेरि हामी खाजासाजा खान्छौँ। अब चाहिँ हामी रुमतिर लाग्छौँ। अनि अहिलेलाई चाहिँ के गरौँ, चियर्स गरौँ ल। मिठो चाहिँ